सो हामी चाहिँ आज छौँ अवन बोटानिक गार्डनमा यसो नाइट घुम्नलाई आएको चिलमा। यहाँ अब इन्ट्री जापानिज बोटानिक गार्डन चिल पिसफुल कोल्ड यस्तो छ राम्रो छ। उ त के हो? ऊ मयूर मयूर आउँछ भित्र टन्नै छ अझै धेरै कुरा छ भित्र भित्र टन्नै कुराहरू छ आउनु। ए मयूरहरू यता यस्तो गार्डनहरू धेरै हुन्छ क्या। ल यो चाहिँ हो हाम्रो जापानिज गार्डन। यहाँ चाहिँ सबै कुरा जापानिज स्टाइलमा छ है, जापानिज स्टाइलमा। ल यो नि तपाईँ जापान गए जस्तै फिल हुन्छ। यो चाहिँ यो सबै जापानिज स्टाइलमा हो भनेको। मयूर पनि यतै कतै बस्छ, अहिले यतैबाट आएको। चाहिँ ह्याङआउट गर्ने ठाउँ। ए मयूर छुन मिल्दैन है। आउनु यताको चल। यी मम्मी ठुल्ठुलो माछाहरू छ यहाँ, ओयो फिसहरू, जापानिज माछाहरू। खसाउँदैन हिँडेर आउनु त यता। यता यो त हेर्दै जानु आनन्दको छ ठाउँ। यस्तो छ यो काठबाट झरेको त्यो ठुटाहरू। यता झर्ना चाहिँ सानो झर्ना। यता यो चाहिँ जापानिजको यो सिन्टोइजम भन्ने हुन्छ त्यो ढोका हो यो चाहिँ। यहाँ चाहिँ बस्ने ठाउँ। राम्रो छ राम्रो छ। फेरि फेरि पिस जाँदैन। यो पानी गहिरो छैन कि हिँड्दा यत्रो इत्रु छ। कता यता मिल्छ यता काग यसरी कराउँछ क्या नराम्रो। ल दामी छ पोज, पोज चाहिँ दामी छ है, दामी छ पोज। ल ल ल दामी। वाकिङ फेरि के रहेछ बाटो बन्द हेत्तेरिका प्र्याङ्क भयो नि त। प्र्याङ्क भइदिएर मान्छे यतैबाट जानुपर्ने रहेछ। ल यस्तो राम्रो रातो पुल छ, रातो पुलबाट यताबाट झर्ना। दामी छ दामी। यता चाहिँ चेरी ब्लोसम भन्ने हुन्छ। अनि यता फुल फुलेको बेला चाहिँ यो पुरै नै यस्तो हुन्छ क्या, यस्तो हुन्छ यो पुरै नै। अनि यस्तो राम्रो देखिन्छ कि यो। यो चाहिँ जाडो महिनाभरि नफलेको, गौरी महिनामा चेरी ब्लोसम हुन्छ नि त। अनि यस्तो हुन्छ। अनि यो ठाउँ प्याक हुन्छ त्यो बेला चाहिँ, गौरी महिनामा चाहिँ।
त्यो राम्रो बना ल दामी छैन त फोटोको पोज होइन त यो ल दामी अर्को पोज ए नेक्स्ट ए गुड एक स्माइल दिउँ न त झ्याप्पै ल गुड ल जाउँ यो सलाम कसलाई तेरिका ल सोल्टी फेरि गयो गायब कता कहाँ हो फेरि हेत्तेरिका ल यहीँ थियो त भर्खर अरे जाउँ ल यता हिँड्नु फुल हेर्दै जाउँ ए सोल्टी त उहाँ पुगेछ त फुल हेर्दै हिँड आनन्दले यस्तो हुन्छ कि गर्मी महिनामा चाहिँ यो चाहिँ पुरा सबै झरिसक्छ जाउँ म यसको अगाडि चाहिँ फुल पठाइदिन्छु गुलाबको अगाडि यही हो गुलाब भने टिप्नु चाहिँ मिल्दैन यो गुलाब भने ल तिम्रो त उ त्योसँग नि मिलेछ नि त योसँग नि सलसँग नि कलर मिलेछ थुनो त मिल्यो ल दामी गुलाबको फुल है साथीहरु यहाँ गुलाबको फुलमा फोटो खिचेको छ दामी छ ल दामी यसको त्यो हो त्यो चेन र मिठो है सेन मिठो के भन्नु दामी दामी कस्तो राम्रो फुल बिचारा दाइले ल आउनु यस्तो राम्रो छ यस्तोमा अनि एउटा धुलो पनि आउँदैन एउटा धुलो पनि लाग्दैन साथीहरू निगाला रोपेर यस्तो राम्ररी सजाएको छ यस्तो राम्रो चराचुरुङ्गी है एउटा यस्तो छुँदाखेरि नि धुलो दाग लाग्ला जस्तो छ यस्तो लुगा जति गरेर हिँड्यो भने धुलो त्यो जुत्ता फोहोर नहुने त्यस्तो सफा धुलो भनेपछि कहाँ देख्दै नदेख्ने उड्यो त्यस्तो सफा गाइदिन्छ नि त यस्तो राम्रो ठाउँमा घुम्न आएको चिटी नेपालको चिटीखान जस्तै यहाँ घुम्न आएको तर जनावर लिएर होइन छ मयूर देख्यो त्यहाँ भर्खर मयूर एउटा रहेछ अनि नेपालको चिटीखानमा घुम्नु जग्गा जस्तै आएको एउटा मयूर एउटा रहेछ अरू जनावरहरू रहन्छ साथीहरू यो सबै फुलहरू बगैँचाहरू घुमेर हेरेर हिँड्ने एकदम राम्रो अस्ट्रेलियाको ठाउँमा त्यो कागो त्यो चाहिँ काग रहेछ एउटा भेटी हो मयूर एउटा काग भेटी त्यति हो जनावर छैन यता अरू सब राम्रो ढोका बन्द छ सोल्टीलाई बोलाउनु पर्ला जस्तो छ ओ सोल्टी गयो उतै गयो यार यताबाट यस्तोतिर जानु पर्ला जस्तो छ सोल्टीले इन्जोय गरेर दुइटा मयूर इन्जोय गरेर सोल्टीले नजिकै नजानु है नजिकै नजानु मम्मी दुइटा मयूर आउँदैछ दुइटा आउँदैछ जोडी होला खिच्नु पायो त नि फिन्जाउँदैन सोल्टीले फिन्जालाई खेद्न पाएन अहिले आफ्नो पालमा छ कङ्गारू अब हामी पर्सि क्यानबेरा जान्छौँ अर्को हप्ता क्यानबेरामा त जति पनि बाटोमा पुरा गाडी ल्याएर मरिराखेको हुन्छ टन्नै कङ्गारूहरू त टोक्छ होला है भेट्यो भने टोक्दैन टोक्छ अरे त हान्छ बरु टोक्दैन एउटा धुलो जुटाउन लाग्ने सफा डिजाइन पुरा नर्मल डिजाइनले बनाएको ठाउँ यो चिटीखान जस्तै नेपालको चिटीखानभित्र गएको जस्तै
जनावर नभएर तर फुलहरू मजाहरू उम्। एकदम यता यता टोयलेट पनि सफा है सफा रहेछ त्यो पानी हात धुने नि रहेछ त्यो पानी तानी दाइलाई देखाउनु पनि जान्छ पानी तान्ने दाइले ऊ त्यो अहिले ए होइन सुर्दिन हौ केही नि हुन्न भिडियो त्यसलाई कस्तो छ त्यो हेर्नु त थाहा छैन यो यहाँ अर्को पोखरी छ अठार यहाँ चाहिँ मान्छेहरू यसो बस्ने टाइम स्पेन्ड गर्ने गर्छ कि सोल्टी त यतै थियो कता गयो गयो अब फेरि खोज्दै 2 घन्टा लाग्छ अब बिचमा पोखरी यहाँ पनि माछा छ होला माछा त रहेछ अहिले जस्तै र भएर खासै धेरै उत्यो गर्नु पाएन 1 घन्टा मात्र घुमियो पुरै घुम्नु पाएन कस्तो भयो त ओभरअल अनुभव भन्दामा नि सबै थुप्रै घुम्यो सबै घुमिसकिहाल्यो सबै भ्यायो हेर्ने जति घुमिन्छ जति सबै घुमिहाल्यो देखियो एकदम रमाइलो लागेको छ एकदमै यो कुहिरेहरूको दिमाग रेख्छ एकदमै अचम्मै लागिरहेको छ होइन यस्तो यस्तो बनाउने दिमाग यस्तो यस्तो गाउँ छ त दिमाग लगाएर बनाएको त यो ठाउँमा कुरा गरेर साथै छैन यस्तो दिमाग भएको यस्तो राम्रो ठाउँ बनाउने ल फाइनल अफको लागि एउटा मेसेज एकदम राम्रो छ गाईहरू एकदम रमाइलो भइरहेछ हामी यहाँ घुमेर अब बाहिर निस्क्यौँ एकदम राम्रो छ अब रात पनि परिसक्यो साथीहरू बाई